गर्नुभएको भर्खर टासीडिङबाट आइपुगेको होइन हामी चाहिँ देख्न सक्नुहुनेछ एकदम अर्ग्यानिक खोर्सानी र यहाँ बिउ छ एकदम पिरो यो चाहिँ नयाँ बोटको हो है यो सबै चाहिँ मामाले घरबाट पठाइदिनु भएको आमाले अनि तपाईँले देख्न सक्नुहुनेछ यो चाहिँ सबै हाम्रो घरतिर नै फलेको इस्कुसको मुन्टा छ निगुरो छ होइन त्यहाँदेखि सायद तपाईँहरूकोमा साग फल्यो कि फलेन हाम्रोमा चाहिँ साग पनि फलेको छ मम्मीले एकदम जग्गा गरेर रोप्नु भएको त्यसमा छ यहाँ चटेला पनि पठाइदिनु भएको छ होइन त्यहाँदेखि कोपी अन्त यो देख्न सक्नुहुन्छ है यो पनि बस्तीकै हो यो बनाना पनि अलिक बिग्रेको छ केही पनि छैन तिते करेलाहरू फलेको छ यो चाहिँ ग्रिन हाउसमा फलेको होइन ग्रिन हाउसमा पनि लाउनु भएको छ होइन लाउनु चाहिँ तर त्यस्तो फलेको होइन बाहिरै फलेको अन्त यो एकदमै प्रिसियस छ यो चाहिँ आमैले हामीलाई मकैको चिउरा पठाइदिनु भएको अरे अन्त किन्नु पर्यो भने चाहिँ यतिकै झन्डै 300-400 पर्छ है अन्त फर्सीको मुन्टा छ अन्त यो चाहिँ तुने बोरी भन्छ है उनीहरूलाई हजुर यो तुने बोरी देख्नु हुँदैछ होला अनि यो चाहिँ के हो त्यसलाई इङ्ग्लिसबाट चाहिँ याद छ रिज गार्ड हो कि के भन्छ कि नेपालीबाट चाहिँ के भन्छ नेपालीबाट त्यसलाई घिरौँलाई भन्छ घिरौला नो यसलाई भन्छ घिरौला त्यो चाहिँ लौका होइन क्या त्यो लौका हो त्यो सानो लुते चाहिँ घिरौला हो अब तपाईँलाई थाहा छ भने कमेन्टमा भनिदिनुहोस् यसको नाम के हो यो चाहिँ लौका हो होइन अन्त यो घिरौला छ त्यहाँदेखि सबैभन्दा त्यसरी डल्ले खोर्सानी झार्नु पाउँदैन ऊ भुइँमा एउटा झरायो कता झरायो खोज्नुहोस् एकदम यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ कसकोमा फलेको मेरोमा पाइनएप्पल होइन यो अँ दुईटा छ हो अन्त अब यो चाहिँ खाने होइन पाकेको छैन त्यो एउटा त मैले मेरो साथीको लागि ल्याइदिएको एउटा मात्रै हाम्रो लागि हो पाकेपछि म तपाईँलाई पनि ल्याइदिन्छु काटिकन अहिले पाकेको छैन त्यो अलिक राख्नुपर्छ देख्न सक्नुहुनेछ अलिक नजिक आएर देखाइदिनुहोस् है एकदमै यो सबै अर्ग्यानिक छ है बस्तीमा बस्नुको फाइदा चाहिँ यो हुन्छ हामीले एकदम बस्तीकै खाना पाइन्छ बाई बाई गाइस